केही कुरालाई जापानिजमा कसरी भन्छ त भन्दा कुनै पनि स्टिम भर्बको पछाडि मोनो राखिदियो भने केही कुरा हुन्छ। स्टिम भर्ब भनेको के हो? कुनै पनि मास फर्मको मासलाई हटाएर बाँकी रहेकोलाई स्टिम भर्ब भन्छ। त्यसको पछाडि मोनोलाई जोड दियो भने के हुन्छ? स्टिम भर्ब प्लस मोनो भनेको केही कुरा। जस्तो किरिमास भनेको काट्नु, किरिमोनो भनेको काट्ने कुरा। जस्तो आसोबिमास भनेको खेल्नु, आसोबिमोनो भनेको खेल्ने कुरा। जस्तो नोमिमास भनेको पिउनु, नोमिमोनो भनेको पिउने कुरा। ताबेमास भनेको खानु, ताबेमोनो भनेको खाने कुरा। कुनै पनि स्टिम भर्ब पछाडि मोनो राख्यो भने के हुन्छ त? दोबारा माता आस्ता सानारा।